हेलो एभ्रिवान के छ हैन आज मेरो पहिलो मिनिङ भ्लग हो यो चाहिँ सुरु मैले ट्राई नै गरेको थिएन आज मैले ड्युटी गर्दा गर्दै टक्क चिया खाइदिनु पऱ्यो भनेर आएँ अनि चिया खाइदिनु पऱ्यो भनेर यस्तो आयो अब गिलास त धुनु पऱ्यो अनि म टक्क लागि गिलास धुनलाई चिकन दुई गिलास दिएँ त्यहाँबाट डब्बाबाट निकालेर 5 चम्ची जति चिनी हाल्यो त्यसपछि चियाको एउटा कलर राखेँ त्यसपछि कफी सफी पनि टक्क खाएर हाल्न थाल्यो होइन टक्क हाल्न थाल्यो साइडमा गएर टक्क फाल्दै अनि त्यसपछि नुन पनि ल्याएर हाल्दै अनि मलाई फेरि नुन मनपर्छ क्या अरूलाई चाहिँ मन पर्दैन होला तर मलाई चाहिँ नुन मनपर्छ 3 चम्ची नुन हालेँ त्यसपछि हेरेको पानी उम्लिँदैन किन उम्लिँदैन हेरेको पानी दिएको पानी फाल्यो अनि एकछिन उम्लिन्जेलसम्म वार्मअप गरेँ जिउलाई एक्सर्साइज पनि गर्नु पऱ्यो गर्दा गर्दै पानी पनि तात्यो अनि त्यसपछि पानी हाल्यो अनि कट यस्तो स्पिड घुमाइदियो कि पङ्खा हान्दा नि स्पिड घुमाइदियो त्यसपछि मेरो कफी रेडी भयो मेरो कफी चाहिँ यस्तो बनेको छ होइन गाइजहरू ल खाए ल पनि फेरि हो तातो भएछ तर मिठो दामी ल म कफी खान्छु तपाईँहरू भिडियो लाइक गरिदिनु होला बाई बाई